राजनीतिमा देखिने सबै कुरा सधैँ त्यति सहज हुँदैन। विशेषतः जब दुई पुराना सत्ता समीकरणका सारथीहरू गोप्य भेटघाटमा संलग्न हुन्छन्। त्यस्तै चासो जोगाउने भेट हालै प्रधानमन्त्री निवास बालुटारमा भएको छ, जहाँ नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी बीच करिब 1.5 घण्टा लामो गोप्य बैठक सम्पन्न भयो। आम रूपमा एउटै पार्टीका शीर्ष नेताहरू बीचको भेटघाट अस्वाभाविक ठानिँदैन, तर विगतका आरोप प्रत्यारोप, असहमति र भित्री प्रतिस्पर्धा बीच भएको यो एक्लै भेट राजनैतिक वृत्तमा गहिरो सन्देश बोकेको देखिन्छ। यो भेट कुनै सामान्य शिष्टाचार भेटवार्ता थिएन, बरु भावी नेतृत्वको खाका कोर्ने, कार्यकर्ताको मनस्थिति बुझ्ने र पार्टीभित्रको शक्ति सन्तुलन परीक्षण गर्ने रणनीतिक छलफल थियो भन्ने बुझिन्छ। चीन भ्रमण सकेर पहिलो पटक बालुवाटार पुगेकी विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई भेट्न आफै समय मागेकी थिइन्। उनीसँगको संवादमा पार्टी कार्यकर्ताको चाहना, विभिन्न जिल्लामा गरेको दौडाहा कार्यक्रममा उठेका आवाजहरू र आफ्नो सक्रिय भूमिकाको सम्भावना उनले स्पष्ट रूपमा राखेकी छन्। यद्यपि उनले म नेतृत्वका लागि तयार छु, तपाईले छोड्नुहोस् भन्ने कुरा खुलेर भनेकी छैनन्, तर संकेत भने प्रश्न दिएकी छिन्। एमाले निकट स्रोतका अनुसार भण्डारीले कार्यकर्ताहरूमा आफूलाई अघि बढाउने चाहना बढिरहेको चर्चा गर्दै ओलीसँग सहयोगको अपेक्षा गरेकी छिन्। जवाफमा प्रधानमन्त्री ओलीले अहिले महाधिवेशन आउँदैछ, त्यहाँ छलफल गरौँला, सल्लाहमै अघि बढाउँला भन्दै हाललाई सहमतिको ढोका खुल्ला राखेका छन्। भण्डारीले ओलीलाई भेटेपछि पार्टी नेताहरूबीच भएको कुराकानीमा आफू गुट बनाउन चाहन्न भन्ने कुरा प्रश्न पार्दै सहमतिमा अघि बढ्न चाहेको उल्लेख गरेकी छन्। उनले पार्टीमा दुई पिलर बनाउने सोच नरहेको बताउँदै अहिलेको भेटलाई पनि सल्लाह र समझदारीको प्रक्रिया भनेर बुझाउनु पर्ने धारणा राखेकी छन्। यो कुराकानीले पार्टीभित्र गहिलो किटाकाट भए पनि अझै खुल्ला रूपमा विभाजन नहुने संकेत दिएको छ। भण्डारी पक्षले कार्यकर्ताको समर्थन बटुल्दै नेतृत्वमा उक्लन चाहेको देखिएको छ भने ओली पछि अझै सशक्त अवस्थामा रहेको भन्दै सत्ताबाट सहजै पछि हट्न तयार छैन। प्रधानमन्त्री ओलीले अघिल्लो साता सार्वजनिक रूपमा उमेर हदको बहानाबारे टिप्पणी गर्दै आफू अझै सक्रिय राजनीतिमा उभिन तयार रहेको सन्देश दिएका थिए। उनले 70 वर्ष उमेर हदको कुरा फेल खाइसकेको छ, म 74 मा पनि क्रियाशील छु भन्ने आफू विरुद्ध चलाएको सजाय योजनालाई अस्वीकार गरेका थिए। त्यसको केही दिनमै भण्डारीले पनि आफूलाई लक्षित गरेर ओलीले बोल्न नसक्ने दावी गर्दै गुट निर्माणमा आफू नलागेको र सहमतिको मूलधारामा आफू हिँडिरहेको बताएकी छन्। यस पृष्ठभूमिमा हेर्दा ओली भण्डारीको बालुवाटार भेट केवल दुई नेताबीचको सामान्य संवाद थिएन। यो भेट एउटा भावी राजनीतिक पुनर्संरचनाको संकेत रहन्छ, जहाँ एकतर्फ भण्डारीले नेतृत्वको आकांक्षा बोकेर मैदान तयार गर्दैछिन् भने अर्कोतर्फ ओली अझै आफ्नो पकड कायम राख्न प्रयत्नशील छन्। भेटमा भण्डारीले ओलीसँग कार्यकर्ताको सन्देश मात्र लिएर गएकी थिइन्। उनले ओलीसँग स्पष्ट राजनीतिक भावी समीकरणबारे पल साध्ने प्रयास गरेकी थिइन्। एमाले भित्र हालैदेखिको मानसिक ध्रुवीकरण, कार्यकर्ता बीचको ध्रुवीकरण र नेतृत्वमा असमझदारीले गर्दा पार्टीको आन्तरिक राजनीतिक एक गहिरो मोडमा पुगेको छ। बालुवाटारको यो भेटले गुपचुप सहमति सम्भव छ कि छैन भन्ने प्रश्न उठाएको छ। प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारी दुवैजना एमालेका ठूला नाम हुन्, तर अबको प्रतिस्पर्धा शक्ति प्रदर्शनमा होइन, कार्यकर्ताको भावना बुझ्नमा निर्भर रहनेछ। ओलीको जवाफ तपाईहरूलाई भेट्नेहरूको तपाईहरूलाई अघि बढ्नुहोस् भन्छन्, मलाई भेट्नेहरूले मलाई नछोड्नुहोस् भन्छन् भन्ने वाक्यले यो दौड अब भावनाको लहर र व्यावसायिक सञ्जाल दुवैमा निर्भर हुन सक्ने संकेत देखिएको छ। अबको प्रमुख प्रश्न भनेको यही हो, के विद्यादेवी भण्डारी एमालेको भावी नेतृत्वका लागि अगाडि आउने छिन्? के ओली सहमतिको राजनीतिमा तयार छन्? के पार्टीभित्र नयाँ समीकरण बन्नेछ? र अन्ततः बालुवाटारको यो 1.5 घण्टा लामो भेटले नेपाली राजनीतिमा एउटा नयाँ मोड ल्याउने हो त? यी प्रश्नहरूले अझ उत्तर पाएका छैनन्, तर एउटा प्रश्नको उत्तर स्पष्ट छ, एमालेको राजनीति फेरि तात्न थालेको छ र ओली विद्या भेट यसका केन्द्रमा छन्।